नमस्कार साथीहरु, तपाईहरुलाई स्वागत छ। आज क्रिकेट एपिसोडमा थोरै कुराकानी गरौँ। नेपालले आजको खेल चाहिँ कसरी जित्न पुग्यो, नेपालका बलरहरू कसरी चले, नेपालका ब्याटरहरू चाहिँ कसरी चले र आजको जितको परिणाम निकाल्न सकियो र फाइनल्ली आज चाहिँ नेपाली दर्शकहरूलाई एउटा राहत मिलेको छ। हुन त नेपाली क्रिकेट खेलाडीहरूलाई पनि राहत मिलेको छ। सायद नेपाली क्रिकेट ब्याटर बलिङले चाहिँ अस्ट्रेलियाको पिच कन्डिसनलाई चाहिँ केही ठम्माउन सके, केही बुझ्न सके, त्यो कारणले पनि हुन सक्छ। सबैभन्दा पहिला सुरु गरौँ। नेपालले चाहिँ याचेच मतलब हबर्ट ह्युरिकन्सलाई चाहिँ 154 रनको टार्गेट दिएको थियो 8 विकेटको क्षतिमा 20 ओभरमा पुरा ओभर खेलेर। हबर्ट ह्युरिकन्सले चाहिँ जम्मा 115 रन ल्याएर अलआउट भएको थियो 18.3 ओभरमा। अन्तिम विकेट लिएका थिए साहब आलमले। तपाईको कुरा गर्नु पर्दा चाहिँ नेपाल 39 रनले चाहिँ जित निकालेको छ भने नेपाल एको ब्याटिङको कुरा गर्नु पर्दा सबैभन्दा पहिला कुरा गरौँ कुशल भुर्तेल, जसले चाहिँ आज पनि कन्सिस्टेन्सीका साथ खेल देखाए, प्रदर्शन गरे। सायद उनले त पिचको कन्डिसन पहिलो म्याचमा उनी चाहिँ डगआउट भए पनि दोस्रो र तेस्रो दोस्रोमा चाहिँ उनले धेरै नै जीवनदान पाएका थिए र आजको म्याचमा चाहिँ उनले चाहिँ के कन्सिस्टेन्सी देखाए। सायद उनी चाहिँ सम्हालिएर खेले। उनले 6 चौका हानेका थिए, 34 बलमा 39 रन ल्याएका थिए। त्यस्तै मायन यादवले पनि 25 बलमा 31 रन ल्याएका थिए। त्यस्तै अनिल शाहले पनि आज कन्सिस्टेन्सीका साथ केही भनौँ 28 रन ल्याएका थिए र लोकेश बमले पनि 20 रन ल्याएका थिए। त्यस कारणले चाहिँ आज नेपालले चाहिँ थोरै भए पनि 154 रनको टार्गेट दियो। र म तपाईहरुलाई एउटा कुरा बताइदिन्छु, हबर्ट ह्युरिकन्स भनेको सामान्य टिम थिएन। किन भन्दाखेरि हिजोको खेलमा चाहिँ बंगलादेश एसपीएक्सआईलाई चाहिँ हबर्ट ह्युरिकन्सले चाहिँ 152-53 रनको टार्गेट दिएको थियो 7 विकेटको क्षतिमा, त्यो पनि 20 ओभर खेलेर। हुन त बंगलादेशले चाहिँ हबर्ट ह्युरिकन्सलाई पनि 7 विकेटकै क्षतिमा 19.4 ओभरमा मात्र 2 बल बाँकी थियो, 19.4 ओभरमा सकेको थियो। तर हबर्ट ह्युरिकन्सले बंगलादेश एचपीसँग फाइट गरेकै हो साथीहरु। किन भन्दाखेरि त्यो लेभलको, किन भन्दाखेरि नेपालले चाहिँ जम्मा 79 रन मात्र दिएको बंगलादेशलाई। यो भन्दा अगाडिको खेलमा चाहिँ 2025 को खेलमा चाहिँ नेपालले हबर्ट ह्युरिकन्सलाई चाहिँ 66 रनले पराजित गरेको थियो। त्यसकारणले पनि सायद मनोबल उच्च भएर आजको जित निकालेको हुन सक्छ र नेपाली ब्याटिङ बलरहरूले पनि अस्ट्रेलियाको पिच कन्डिसन बुझेको कारणले गर्दा चाहिँ यस्तो जितको परिणाम आएको हुन सक्छ। र बलिङको कुरो गर्नु पर्दा चाहिँ नेपालको चाहिँ नारायण जोशीले चाहिँ तपाईको 2 ओभरमा चाहिँ 3 विकेट लिएका थिए, जम्मा 8 रन दिएका थिए भने त्यस्तै पवन सराफले पनि 4 विकेट 4 ओभर गरेका थिए, मात्र 2 विकेट लिएर 16 रन दिएका थिए। साहब आलमले पनि 3.3 ओभर गरे, किन भन्दाखेरि उनको अन्तिम विकेट नै उनले लिएका थिए, त्यही भएर 4 ओभर पुरा गर्न पाएनन् र उनले 2 विकेट लिए 17 रन दिएर। विपिन खत्री उनले पनि 4 ओभर गर्दै 1 विकेट लिएका थिए। र हबर्ट ह्युरिकन्स ब्याटरहरूको कुरा गर्नु पर्दा नितेशले 37 रन, नितेश भन्ने बित्तिकै यताको नाम जस्तो लाग्छ तर उनी उतैका बासी भएको कारणले नितेश सामुइल 37 रन ल्याएका थिए भने टिम वार्डले पनि 27 रन ल्याएका थिए। नेपाली र इङ्ग्लिस भयो क्यारे, तर चल्छ हैन त। र साथीहरु च्यानललाई चाहिँ सब्स्क्राइब गर्नु होला, हामीसँग जोडिनु होला, माया गर्नु होला। र भन्नुपर्दा कुरो के हो भन्दाखेरि चाहिँ नेपाली ब्याटरहरूले चाहिँ आज थोरै कन्सिस्टेन्सी देखाए, त्यस कारणले गर्दा चाहिँ आज नेपालले जित निकाल्न सक्यो। जसरी हिजो अस्तिको गेममा चाहिँ जसरी कुशल भुर्तेल आउट भएपछि लगातार 0-1-4-3-2 यो लेभलले चाहिँ ब्याटरहरूले चाहिँ डबल रन नल्याइकन आउट भएका थिए। त्यस कारणले चाहिँ नेपालको ब्याटिङलाई चाहिँ धराशायी भएको थियो। नेपाली बलरहरूलाई पनि सायद प्रेसर परेको थियो। त्यस कारणले चाहिँ 79 रनमा चाहिँ कसरी रोक्ने, त्यो पनि एउटा गाह्रोको विषय थियो। त्यस कारणले चाहिँ नेपाल हिजो हार्न पुग्यो भने आज भने चाहिँ नेपाली खेलाडीहरूले चाहिँ नेपाली दर्शकहरूलाई राहत दिलाएका छन्। अब बंगलादेशसँग टक्करले खेलेको चाहिँ हबर्ट ह्युरिकन्सलाई चाहिँ नेपालले आज जित निकालेको छ, त्यो पनि सजिलैसँग। कति ओभरमा नै जित निकाल्यो भन्दाखेरि नेपालले चाहिँ 18 ओभरमै चाहिँ हबर्ट ह्युरिकन्सलाई चाहिँ अल आउट गर्न पुग्यो। निकै उत्कृष्ट बलिङ थियो आज। यसरी नै कन्सिस्टेन्सीका साथ, हार्ड वर्किङका साथ, एउटा चाहिँ जित्न सक्ने मानसिकताका साथ, धैर्यताका साथ ब्याटिङ बलरहरूले चाहिँ ध्यान दिएर खेल्यो भने चाहिँ नेपालको क्रिकेट चाहिँ उज्जवल छ। फेरि ब्याकमा फेरि फर्ममा आउनुपर्छ। एनपीएल पनि हुन गइरहेको छ। त्यस कारणले गर्दा चाहिँ अबको हुने खेलहरू चाहिँ नेपाली खेलाडीहरूले उत्कृष्ट खेल्नुपर्छ। यति भन्दै आजको भिडियो यतिसम्म थियो साथीहरु। च्यानललाई सब्स्क्राइब गरेर माया देखाइदिनु होला र
आजको लागि बिदा हुन्छु। हस्त, नमस्ते, जय नेपाल, जय नेपाली क्रिकेट।